हेलो गाइस, हिजो चाहिँ कुखुरा यस्तो बाहिर छोडिदिएको थिएँ। यो पोथीलाई बाहिर छोडिदिए त आएर के गर्यो उसले के अरे न्याउरी मुसो हुन्छ नि गाउँघरमा, तपाईँहरू सबैलाई थाहा होला न्याउरी मुसो। त्यसले आएर ट्याक्क टोकेछ र यो खुट्टो चनक्क तानिन्छ र पड्याक्कै भाँचिदिएर थैत्तरीको कुरो रोएर यति रोएन। म त मरे भन्दै रुँदै गर्दै थियो। मैले हत्तौतीएर लाएर फेरि दबाई सबै लगाइदिएर तेल र बेसारहरू चाहिँ लगाइदिनु पर्छ। यो लगाइदिएर अब मान्छेलाई माथि हस्पिटलमा दुगेर राख्नु पर्थ्यो। अब जनावरलाई बिचरा अब उसले बेजुबान घरको प्राथमिक औषधि घरासी अर्ग्यानिक प्राथमिक औषधिले यसलाई उ गरेर यहाँ खुट्टो चाहिँ के अरे यसको प्लास्टर गरिदिँदैछु। यो यसै गरेर गर्ने हो कि अरू कोही किसिमले गर्ने हो कमेन्ट गरेर बताउनु होला भाइ। हेलो गाइस, हिजो चाहिँ कुखुरा यस्तो बाहिर छोडिदिएको थिएँ। यो पोथीलाई बाहिर छोडिदिए त आएर के गर्यो उसले के अरे न्याउरी मुसो हुन्छ नि गाउँघरमा, तपाईँहरू सबैलाई थाहा होला न्याउरी मुसो। त्यसले आएर ट्याक्क टोकेछ र यो खुट्टो चनक्क तानिन्छ र पड्याक्कै भाँचिदिएर थैत्तरीको कुरो रोएर यति रोएन। म त मरे भन्दै रुँदै गर्दै थियो। मैले हत्तौतीएर लाएर फेरि दबाई सबै लगाइदिएर तेल र बेसारहरू चाहिँ लगाइदिनु पर्छ। यो लगाइदिएर अब मान्छेलाई माथि हस्पिटलमा दुगेर राख्नु पर्थ्यो। अब जनावरलाई बिचरा अब उसले बेजुबान घरको प्राथमिक औषधि घरासी अर्ग्यानिक प्राथमिक औषधिले यसलाई उ गरेर यहाँ खुट्टो चाहिँ के अरे यसको प्लास्टर गरिदिँदैछु। यो यसै गरेर गर्ने हो कि अरू कोही किसिमले गर्ने हो कमेन्ट गरेर बताउनु होला भाइ।